बाई Hello everyone, it's me Swastika Rai and welcome to my YouTube channel. आज चाहिँ म र मेरो साथीहरु बोजिनी ड्याम्प नगरकोट जाँदैछौं अनि सोनाममा मैले चाहिँ सबै सामानहरु प्याक गरेर रेडी भएर तिनीहरुलाई चाहिँ हामी कोटेश्वरमा भेट्न आटेको छौं त्यहाँबाट सँगै जान्छौं बाइ बाइ त्यहाँसम्म जानेको बाटो पनि राम्रो रहेछ अनि भ्यू पनि कस्तो प्रिटी के लाइक जताततै हेर्यो ग्रीनरी कस्तो राम्रो अनि आज चाहिँ म प्यासेन्जर प्रिन्सेस हुनु पाएको छु किनभने मेरो स्कुटर अरुणले चलाइरहेछ अनि यो चाहिँ हाम्रो दुईटा साथी भएर इन्ट्रोड्युस गर्छु म मजाले अनि म चाहिँ सोनामलाई पनि देखाम सोनाम र आयुषलाई पनि देखाम भनेर लाइक कुरिरहेको थिएँ तर आउँदै आउँदैन आयुषको त्यस्तै हो कहिले चाँडो चलाउँछ कहिले ढिलो चलाउँछ उसकै मर्जीमा आके आफ्नै तालमा अनि बल्ल बल्ल देखिँदैछ है पछाडि तिनीहरू आउँदैछ हामी चाहिँ अलि चाँडै जाउँ अनि 8 बजेतिर कोटेश्वरमा भेटौँ है भनेर प्लान गरेको थियौँ तर 8 को 9 भयो 9 बाट चाहिँ लास्टमा हामी 11:30 मा भेट्यौँ हामी जहिले कतै जाँदाखेरि मैले स्कुटर चलाएर आउँथे अनि सृजन मसँग बस्थे के अनि सृजन चाहिँ थिएन नि त अनि मिस पनि भइरहेको थियो त्यसलाई मैले एड गरिदिरहेको छु यहाँ हामी फाइनली बोजिनी ड्याम पुग्यौं अनि हेर्नै सक्नुहुन्छ राम्रो थियो ठाउँ चाहिँ धेरै क्राउड पनि थिएन अनि ठिकै थियो वेदर पनि राम्रो थियो के त्यो दिन घाम नि त्यति लागेन पानी नि परेन अनि शीतल थियो कस्तो देखाछ तिमीलाई आएन साथीहरुले कस्तो राम्रो देख्छ हेर्नु त कसले भनेछ तिमी ए हल्ला फेरि इम्प्रुभ आखिरी खै हेरौँ न दारीमा कसले भनेछ आयुष नेपालमा हैन यो आयुष विदेशी केटी अरुण भएन नि उता जान्न एकदमै राम्रो हो त अनि यो अगाडि खाएको बिर्सेछु के भिडियो बनाउन अनि त्यही भएर स्न्यापबाट राखिदिरहेको छु अनि ट्राइपोड पनि बिर्सेछु त्यही भएर अलि भिडियो बनाउन नि गाह्रै भइरहेको थियो त्यसपछि हामीले चिप्सहरू खायौँ अनि एकछिन बसेर गफ गऱ्यौँ अनि यहाँ चाहिँ दाजुभाइको छुट्टै दुनियाँ चलिरह नमस्ते हिजो भएन कि मैले फुर्सदै भयो भने यहाँ हाल्दै क्या मुखबाट लौ बाबु लौ तपाईको दारीको फ्यान भयो भन्ने मात्र भएर नकाट्यो के एकजना लिएर आउँछ तिमी भन्नु तोरिया नपा खाएर कहाँ हरायो भनेको त यहाँ पो बसिरहेको रहेछ
खोला तर्न आँटेको है साथीहरू ल खोला तर्ने है ल तर सोनाम्रोमा चाहिँ ठ्याक्कै अपोजिट छु होइन त्यसलाई चाहिँ स्विट मनपर्छ अनि मलाई चाहिँ स्विट मन पर्दैन कि यहाँ चाहिँ आयुषको दसैँको दक्षिणा हेर्दैछौँ हामी फोटोग्राफर आए खै हेरौँ त कस्तो आयो कस्तो छ र उता हैन ओहो फुल खिच भने ओए के राम्रो आउँछ रहेछ पेट घटाउँदा साथ जानलाई ल 1 2 3 ह्यान्डसम दोस्तहरू भएन एकछिन यतिकै बसेर हावा खाँदैछु म चाहिँ कस्तो लाइक पिसफुल भएको के त्यहाँ बसेर आनन्द आयो Take 1. Take 2. Ready? अब चाहिँ बिबिम्बाप बनाउँदैछौँ हामी सृजन मिस भयो किनभने फेभरेट हो सृजनको चाहिँ गोचुजाङ पेस्ट चाहिँ हामीले सारामाटबाट किनेर लिएर आएको यो चाहिँ मोमो मेकिङ समोसा ह्यापनिङ भनेको जस्तो भइरहेछ हैन तर मिठो थियो के त हो यो है के हो सौडा देउछ मिठो लाग्यो ए बाबा यो जति मिठो केही खाए तिमीलाई मिठो छ मैले त आफ्नो सास अड्के जस्तो भयो तिमीलाई त्यसपछि चाहिँ हामी घर फर्किँदैछौँ अनि वेदरले चाहिँ लास्टै साथ दिएको हो कि कस्तो आनन्दको दिन थियो त्यसपछि चाहिँ हामी यो बल्खु जाने बाटोबाट छुट्टिँदैछौँ बाइ बाइ अरुण बाइ बाइ तिमी त यहाँ हो खामा अनि सोनाम्रोमा चाहिँ यो हङफू पेस्ट्री आएको छ वी आर लाइक काइन्ड अफ obsessed with Chinese food right now यदि मिठो मोमो र थुक्पा खानु मन जान्छ यो बुढा नीलकण्ठको टिपटपमा है
लाइक त्यो स्विट पाउने होइन यो छुट्टै टिपटप सप हो हामी चाहिँ लाइक फाइनली घरमा आइपुग्यौँ अनि एकछिन बसिरहेछौँ यहाँ चाहिँ चिकन थुक्पा क्रिम पफ यो रेड बिन पेस्टको समथिङ अनि प्यान्डन केक मुन केक मोमो अनि कति रोल छ अब हामी खाना आँटेको टिभी हेर्दै यो रेड बिन पेस्टवाला चाहिँ ठिकै नै लाग्यो त्यस्तो मिठो नि थिएन तर ठिकै थियो अनि हामी चाहिँ करेन्टली अब्सेस्ड विथ दिस बोन एपेटिट भन्ने कोरियन ड्रामा अनि त्यही हेर्दैछौँ आज चाहिँ त्यसको नयाँ एपिसोड रिलिज भएको थियो यो क्रिम पफको चाहिँ ओन्ली 30 रुपिस थियो होइन तर कस्तो मिठो लाग्यो लाइक सबैभरिमा चाहिँ यही मात्र मिठो लाग्यो मलाई चाहिँ यस्तो मिठो लाइक नट टु स्विट कस्तो ठिक्कको मिठो कस्तो ह्यान्डसम देखे अरुणको त नाकै ठुलो छ भयो यही हल्ला फेरि इन्ट्रो आखिरी